यहाँबाट लिफ्ट राखिदिनु पर्ने के लिफ्ट पाप र धर्म कटाउने ठाम्रो चाहिँ यो लु है जसले धर्म गरेछ त्यो छिटो पुग्छ है माथि बाले ए बा के छ यति तलबाट आइएको छ कि भर्खर त्यो स्टेप मात्रै आइयो यति तलबाट माथि त्यो स्टेप त आइयो जम्मा ब्लू माउन्ट्सको यो फल्स घुम्न आएको के हो कति तल रहेछ यो खाल्डो त बाबा पहरै यस्तो चट्टान त कति हो ल भर्खर त 2 सिँढी काटियो अझै कति सिँढी हो ठुलोमा चाहिँ ठुलोमाको 1000 वटा खिड्किलो त यस्तो होइन नि त सानोको त त्यो परमास हामी सुरुमा आफ्नो लामो यो त यस्तो सिँढी चढेको त यो त पहिलोचोटि हौ कति चाहिँ नि स्वयम्भू अनि त्यसमा माइली पाथी भएर मात्रै उकालो चढेको त यस्तो बाटो चढेको यो त कहाँ हो कहाँ ब्लू माउन्ट फल्स घुम्न आएको त आफै घुमे होला जस्तो भयो गाँठे यो उकालो चढ्दै काटेर आइयो अब चाहिँ लगभग लामो सास फेरिन्छ कि अब सिँढीको मान्छेहरू तलै छन् अझै उहाँ कहाँ छन् उठ्दैछन् अब यहाँबाट चाहिँ अब अलिकति यस सम्म बाटो आयो उहाँ पुग्नु छ माथि उता हो है माथि हो नि त्यो माथि डाँडा पुग्नुपर्छ उहाँ त्यहाँ पुग्नलाई त अनि उता यस्तो राउन्ड घुम्दा गरेर जानुपर्छ अनि त्यो पाँच बज्न आँटेन 5 बज्न आँट्यो त ल क्याप्टन म्यारिज सम्म बाटो यस्तो भर्याङ चढ्ने सिँढी चाहिँ आइयो ल त्यो तलको त्यहाँबाट चाहिँ चढेको हामी ऊ त्यसमा चाहिँ हो ऊ त्यो तलको त्यो ठुलो झर्ना होइन नि त हामी त ऊ यहाँ तलको त्यो खाल्डो छ नि त्यो हो त्यो खाल्डोमा चाहिँ अरु अगा चाहिँ त्यसको खाल्डामा रहेछ त्यहाँदेखि त समतन्न बगेर जान्छ पानी यस्तो गुफा छ यस्तो गुफाको बाटो यो हिँड्दैछौँ जस आधी बाटो त काटियो त ल यहाँ छाना नै जस्तो छ नि यो त पुरै यो त सबै यो त ओडार ब्लू माउन्टेन फल्सको यो ओडार ल अरे ल यस्तो गुफाहरू छ सबै हिँड्नलाई त कम्ती गाह्रो भइरहेको छैन छन् हाम्रो साथीहरू थुप्रै छन् यहाँ सबै
अब चाहिँ बल्ल अलिकति सम्म ठाउँमा आइयो। त अघि गर्मीले फिटी भइसकेको थियो, अब त पुरा शीतल आयो। ठुलो खडु काट्यो अरे ल। हामी अब यहाँ आइपुग्यौँ। अब चाहिँ आधी बाटो त्यो पनि अन्त अब यस्तो यतिको उकालो त हिँड्न सकिहालिन्छ नि मजाले। यस्तो डाँडाहरू काटेर आएको कति मुनिबाट। ल यो छाँगाबाट त कति तल गयो नि।